कमसर दरबार त्यहाँ माथि छ ल हेलो गाइस यहाँ नै उते उतो कालो भन्छ के भन्छ लु के भन्ने हामीहरु गौसर जान लागेको अनि गौसरमा रोटी पिङ खेल्नलाई अहिले पछि हेर्नु होला यसो लाएर हामी पिङ खेलेको हेर्दै गर्नु ल पिङ हैन बाटोमा देखाएको जस्तो लाग्छ भरे जाँदा गर्दै यहाँबाट जान्छ है गाउँसर चाहिँ घुमेर मेरो फोन खस्छ बाबा रे बाबा क्या दामी अलिकति पनि भनौँ हल्का हल्का कति लिन्छ चार्जले भन्नु त मलाई त मजा आइरह मजा यस्तो दामी छ है हाम्रो बेसी सहर गाउँ सहर जान लाग्यो गाउँ सहर आउ साथीहरू नम्बर छ होला नि त हैन ए अघिको होइन ए ओइ नम्बर टिप त दाइको मम्मीसँग छ के 9746 306618 ल दाइ अहिले आउनु है अटो दाइ भनेर लेख्न मम्मीले पनि पुरा अटो भनेर लेखाएर हेर्छ के गाइज हामी चाहिँ गाउँ सहर पुग्नै लाग्यो पिङ खेल्न आएको यो यहाँबाट अब 4 मिनट जति हिँडेर पुगिन्छ हामी गाउँ सहर कस्तो लागिरह त गाइजहरू आमामा गोल्डी केटी रहेछ नि त यो त हेर्नु गोल्डीको गोल्डी केटी है हाम्रो चाहिँ यहाँ धनीले हो नि त स्पोन्जर आज स्पोन्जर गरेर ल्याएले खाजा खुलाउँछ अरे आज डेन्जर पैसा कमाएको अरे टिका लाएर आएर पैसा दर्रो कमाएर आएर रहेछ यिनले तिर्छन् हिँड अगाडि त्यस्तोहरू फर्किने बेला हिँडेर जाने रे अझै तर फर्किने बेला त 500 मा लैदिन्छु भने है उकालै उकालो यार जतै गए पनि उकालै उकालो त्यो अंकलले अर्को ठाउँमा जान्छ कि हो र ठाडै उकालो रहेछ के गाइजहरू हिँड्नै सकेन कस्तो राम्रो के कति प्रिटी हो स्काई पनि वाउ हाम्रो गाउँठाउँमा त सबै कुरा प्रिटी
गाइज हामी गाउँसर दरबार पुग्यो ठ्याक्कै मन्दिर है यो चाहिँ गाउँसरको पसल पनि रहेछ ऊ टन्नै रहेछ त मान्छेहरू अनि घन्टी म उता गाउँको भिडियो बनाउँदै फोटो खिच्दा खिच्दा फ्याक भयो यिनीहरूलाई जति फोटो खिच्दै पनि चित्तै नबुझ्ने रे के गर्नु गाह्रो छ ऊ पिङ्क वा हामी अब यो पिङ्क खेल्न जानु लाग्यो है के फोटो खिच्दै रे फेरि पुगेन अझै यहाँ फोटो खिच्दै छ पुगेन रे यिनीहरूलाई अझै पुगेन रे हेर्नु त भ्यू जा जा एक राउन्ड नि भएन कहाँ छ ल ल ल सिधै पाएन है खेल्नको लागि हाँस है हाँस नडर पछि त चर्को भइहाल्दो रहेछ क्या अरे तिमीहरूको नि बनाइदिने हजुर भिडियो बनाइदिने हो भिडियो बनाउनु थियो पाला पाएन हो त्यो नि त जाउँ न झर्छ होला ऊ खोइ झरेन त खेल्ने अन्त खेल्न दिनुपर्छ त्यहाँ माथि कस्तो डर लाग्दो रहेछ माथि त जानिने भने के झरिमेर डर लाग्दो रहेछ के अलि स्लिङ स्लिङ हुँदो रहेछ अब जाम भन्नु न त विचार बल्ल खेल्न ला छोड्दैन तपाईहरु कहाँबाट आउनु भएको हामी यही तल बेसी सहर ल खेली त हाल्यो अब बसेपछि भइहाल्यो नि अलिअलि बनाइदियो होला है मेरो भिडियो है भइहाल्यो नि जे पाइदियो बनाइदियो कि भाइले खत्रै बनाहा नि मान्छे जस्तो म त डर लाग्यो बेसरी अब त्यहाँ माथि माथि रोकाइदिएको म त तर्सिहाल्यो कस्तो खस्ला खस्ला जस्तो हुन्छ बस्यो त्यही भयो ल गाइज हामी चाहिँ रोटेपिङ खेलेर निस्किसकेको यहाँ कस्तो भयो त ओए भन्दै भयो डरलाग्दो भयो हो चोर अम्ब चोर छोड्दै नटी बोय आइज पाकेकै छैन यो
टिक्का ल जाऊ गाइज हामी चाहिँ अब रोटेपिङ खेलेर पिङ खेलेर होइन के भन्छ अरे फोटोसोटो खिचेर टिकटक सिकटक बनाएर यिनीहरू चाहिँ 10-20 टेक हानेर बल्ल बल्ल यस्तो अँधेरोमा फर्किँदैछौँ बाई बाई गाउँ सहर अब हामी निस्किन लागेको है साथीहरू यो हाम्रो लमजुङको गाउँ सहर भन्ने ठाउँ है यस्तो दामी छ घरहरू हेर्नु त है वाउ हेर्न यहाँ तल देखेनस् अन्धे त्यहाँबाट त पुग्दैन क्या यहाँबाट तल जान्न र त्यहाँबाट तल तल जान्छ होला नि खोला डाँडा डाँडा जम्मा अब जसरी नि फर्किन्दामा त मर्यो नि ओइ लप्सीको बोडी यी लप्सी हो के यो गाइज मैले लप्सी पाइयो इ यस्तो ओइ धेरै पछि खाइयो लप्सी गाइज लप्सी खान लाग्यो लप्सी पुग्छ जाउँ हामी त हरायौँ गाइस अर्को बाटो आएछ तर अब यहाँबाट जङ्गल छिर्दिने यो थोरै हिँड्न तल हिँड बाटो निस्कि जसरी पनि निस्कियो अब हामी हरायो गाइजहरू हरायो हामी कहाँ आइपुग्यो खै अब बाटो त निस्किन्छ होला नि निस्किनु त पर्ने हो हेर फुला भई सिउरी दिन्थे फुलको बास्ना जस्ती तिमी भमरालाई सोधिहेर होइन र यो गीत होइन गाई कस्तो राम्रो देखेको है यो चाहिँ हाम्रो बेसी सहर हो है बेसी सहर पिङ खेल्न लागेको क्या पो भन्छ त बिर्सेछ हामी त अलिपत्रै पऱ्यो यहाँ यो तल चाहिँ बेसी सहर नाइट भ्यू हेर्न आएको हामी चाहिँ यो हो समिता वाउ कस्तो दामी देखेको भोक लागेर मेरो चाउचाउ खाइदियो यसले सुप हाल्न कस्तो मिठो हुन्छ यसको त मच्छरले टोक्यो सबै गरेर फर्किँदा गरी गाइज हामी चाहिँ अटोलाई कुरिरहेको आउँदै आएन यो दुईजना चाहिँ पुरा पैसाको हिसाब गरे खै पैसा गरिसक्यो झन् देखाम भनेको त हाम्रो लमजुङ बेस सरको भ्यू हेर्दै डाँडामा बसिरहेको म त आइसक्यो अघि दिउँसै आएको यहाँ ओइ जुन निस्किन लाग्यो चाहिँ यहाँ बसौँ अब हामी यहाँ बस्छौँ ल मेरो फोटो खिच्दियो त एउटा खिच्दैन यसरी बसिरहेको भ्यू देखाएर वाउ बल्ल मजा आयो जुन निस्किन ल अब एकछिनमा त्यहाँबाट ओइ जुन निस्क्यो नाइस यसरी जुन देखाएर खिचेँ अब यसरी साइडमा भिडियो पो भएर